गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी आएको छौँ तपाईँको वान एन्ड ओन्ली द हजारे फार्म, जुन चाहिँ लोकेटेड छ प्रधान गाउँमा। तपाईँले हेर्न सक्नुहुन्छ यस्तो दामी पाराले फार्मिङ गर्नुभएको छ उहाँहरूले टनलमा। अन्त फिसरिजहरू पनि हेर्नुहोस् त, रुबेल पनि खुसी भयो क्या यस्तो देखेर। एन्ड देन वाटर हार्भेस्टिङको लागि वाटर हार्भेस्टिङ ट्याङ्क पनि उहाँहरूले राख्नुभएको रहेछ र इन्भाइरोमेन्टल टावर पनि है। र साइडमा तपाईँको तलनिरदेखि खेतीबारीहरू उहाँहरूले खोर्सानीको लागि है, यो नेचुरल हाइब्स बी हाइब्स भयो है। र यो चाहिँ साइन्टिफिकल्ली क्ले हाइभ भन्दो रहेछ यसलाई चाहिँ। यो क्ले हाइभहरू पनि उहाँहरूले स्टार्ट गर्नुभएको रहेछ। एन्ड देन स्ट्रबेरी पनि उहाँहरूले ट्राईको लागि राख्नुभएको रहेछ। अब हेर्नुहोस् मेरो ब्लग अगाडि। सो तपाईँलाई वेलकम छ। सो दिस इज ललित भाइ। हेलो एन्ड दिस इज ललित भाइ 24। र अहिले चाहिँ म फिलहाल आफ्नो ड्युटी गर्दा गर्दै अलिकति तपाईँलाई देखाउन चाहन्छु है। यो चाहिँ हामीलाई एकदम सर्वविदित भएको ठाउँ हो होइन, हजारे ब्रदर्स, जुन चाहिँ हाम्रो रिनोक क्षेत्रमा है, आरिटार क्षेत्रमा प्रसिद्ध अर्ग्यानिक फार्मिङमा एउटा मोटिभेसन हुनुभएको छ है। र म केही एक दुईवटा कुरा राख्छु दाजुसँग है। सो उहाँ पर हुनुहुन्छ अलिकति बिजी। सो हेलो दी। हेलो नमस्कार। नमस्ते तपाईँलाई। एकदम त अहिले म सानो देख्दाखेरि तपाईँको यहाँ आएको थिएँ है। र एक दुईवटा यस्तो दामी अर्ग्यानिक देख्दाखेरि चाहिँ एक दुईवटा मनमा मन पऱ्यो क्या, तपाईँबाट यति मोटिभेसन भयो म आफै। र यो चाहिँ किन अब यो भ्युवर्सहरूले पनि होइन देखेर केही सिक्नु पाओस् भनेर अब अलिकति तपाईँकोबाट एक दुईवटा राय लिन चाहन्छु होइन। र तपाईँको परिचय भनिदिनुहोस् न। मेरो नाम चाहिँ हर्कबहादुर प्रधान हजारे हो। हजुर, आइटार प्रधान गाउँमा बस्छु। र अब तपाईँको यो मोटिभेसन देख्दाखेरि चाहिँ अलिकति अब मलाई पनि सोध्नु मन पऱ्यो, अरूलाई पनि जान्नु मन पऱ्यो अलिकति। तपाईँको फर्स्टमा चाहिँ यो यस्तो मतलब म खेतीबारीबाट पनि यसरी राम्रो हुनु सक्दो रहेछ है, यसरी फलाएर अब त्यो एउटा मोटिभेसन म यस्तो गर्छु भन्ने चाहिँ तपाईँलाई कहाँबाट आयो होला? यो त अब हामीहरूले पहिल्यैदेखिको गरिराखेको थियौँ हो। हजुर, यो चाहिँ अब हामीहरूले चाहिँ गर्दाखेरि हाम्रो जिउ शरीरहरू एकदम राम्रो भ्यात्ता परेको यस्तो भयो हाम्रो हो। तर अब हामीहरूले चाहिँ यो काम गर्दाखेरि चाहिँ हाम्रो एक्सर्साइज पनि भयो, हाम्रो यो अर्ग्यानिक चिजहरू खाएर चाहिँ हामीहरूलाई चाहिँ जिउ स्वास्थ्य पनि भयो। र अझ हामी चाहिँ एकदम खुसी छौँ। र हामीहरूले चाहिँ हाम्रो गाउँमा चाहिँ सबै मानिसहरू चाहिँ यस्तै जैविक खेतीहरू गरोस् र हामीहरूले पनि गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ यस्तो भन्छौँ। धेरै धेरै धन्यवाद। अनि तपाईँले अहिले के चाहिँ यहाँ खेतीपाती गर्नुहुँदैछ? मतलब हाम्रो हजारे ब्रदर्स फार्ममा चाहिँ इन्टिग्रेटिभ फार्मिङ सिस्टम हामीले चाहिँ गर्दैछौँ। यसमा चाहिँ हामी सबै गर्छौँ। हाम्रो माछा पालन गर्छौँ, यो कुखुरा, यो बाख्रा, यस्तो गाई, यो के हुन्छ अनि यो गाई गोठहरू गरेर चाहिँ हामीहरूले चाहिँ यहाँ सबै कुरो हामी गर्छौँ। यो कोपीहरू रोप्छौँ, सबै कुरो गर्छौँ। हाँस पनि पालेको छौँ हाम्रो फार्ममा। हामी दुईजना दाजुभाइ मिलेर चाहिँ यसलाई एउटै फार्म हामीले बनाएको छौँ र हजारे ब्रदर्स भनेर चाहिँ हामी जान्छौँ। त्यही कारण चाहिँ हजारे ब्रदर्स। र धेरै धेरै धन्यवाद है। र आज यहाँ आएर एक यो कुराहरू तपाईँकोबाट जान्नु पाउँदाखेरि पनि एकदम धेरै खुसी र हर्ष लाग्यो। र आउँदो दिनमा अझै तपाईँले धेरै हाम्रो रिनोक आरिटारमा इक्जाम्पल सेट गर्नुहोस् भनेर अझै कामना गर्दै है अब बिदा लिन चाहन्छु यो भिडियोबाट। हजुरलाई पनि धेरै धेरै धन्यवाद हाम्रो फार्ममा आएर यसरी घुमिदिनु भयो। र तपाईँहरूले यसरी अरू जग्गामा पनि यसरी गर्नुहुँदो रहेछ, गरिदिनुहोस्। र हाम्रो अझै हाम्रो जोस चलेर आउँछ तपाईँहरू जस्तो देखेर। धन्यवाद हजुर, धेरै धेरै धन्यवाद है। र यसरी नै अब हामीले एउटा वार्ता लिइसकेको थियौँ। र यो वार्ता तपाईँहरूलाई कस्तो लाग्यो त? तपाईँहरूले है केही जान्नुहुन्छ भने अझै म थप जानकारीको लागि उहाँहरूले हाट पनि शुक्रबार यहाँ अर्ग्यानिक हाट लगाउनुहुन्छ है। र तपाईँहरू जति अर्ग्यानिकपट्टि इन्ट्रेस्टेड हुनुहुन्छ आएर प्लिज हेर्नुहोस् होला। र यो भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट सेक्सनमा गरी के रहेछ म पनि जान्नु पाउँछु है। कमेन्टमा फेरि भेटौँ भन्दै नेक्स्ट भिडियोमा भेटौँ फेरि। बाई बाई।